अँध्यारोलाई हटाउनु छ यहाँ, उज्यालोलाई ल्याउनु छ यहाँ, सबैलाई समेटी हिँड्नु छ यहाँ। हामी गर्न सक्छौँ सबको सामना, हामी गर्न सक्छौँ सबको सामना। कामना हेर कामना, गर कामना सबको कामना। के छैन यहाँ, कोही छैन यहाँ, भाग्य कोर्न सक्ने हात छैन यहाँ। के छैन यहाँ, कोही छैन यहाँ, भाग्य कोर्न सक्ने हात छैन यहाँ। देशको आँसु पुछ्ने साथ छैन यहाँ, देशको आँसु पुछ्ने साथ छैन यहाँ। अब हट्ने होइन, गरौँ सबको सामना, अब हट्ने होइन, गरौँ सबको सामना। कामना हेर कामना, गर कामना सबको कामना, सबको कामना, सबको कामना। ल भयो, बुझे सबै मैले। तेरो र बाबाको नाटक हो यो सब। मलाई पैसा दिनुपर्छ भनेर कमाएर तिर्दिन्छु के। हिसाब गरेर राख कति पैसा हुन्छ। त्यति चाहिँ अब 2000 रुपियाँ नदिएर घर छोडेर जाने बाध्य बनाउनु भयो। शान्ति मिल्यो होला नि। तेरो छोराको बुद्धि कस्तो रहेछ थाहा पाइस् होइन? आज बाउको कुरा नसुनेर पैसा नदिएको जोगमा घर छोडेर हिँड्यो। जाओस् कहाँ जाँदो रहेछ, फर्केर त आउनै पर्छ। के भयो? बिहानदेखि दुईजनाकै अनुहार उदास छ त। केही भएको छैन। मिलन कहिल्यै घर छोडेर काहीँ नगएको मान्छे अब साथीकोमा छु त भन्छ नि। तै पनि चिन्ता त लागिहाल्छ। के चिन्ता लिनु पर्यो? एकछिनमा आइहाल्छ नि। ल ल म खाना बनाउन गएँ है। यही उमेरमै हो मानिसहरूले कुन बाटो रोज्ने कुन बाटो हिँड्ने भन्ने निर्णय लिने। हिजो मात्र भाइसहित 4 जना लागु औषध खाएको अवस्थामा समाएर हामीले ल्याएर यहाँ राखेका छौँ। तपाईँले मलाई जहिले प्रेसर दिनुभयो, साइन्स पढ 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 भनेर। तर कहिले सोध्नुभयो तेरो इच्छा के पढ्ने छ भनेर? हो, मैले एससीमा राम्रो ग्रेड ल्याएर पास गरेँ, तर त्यसको मतलब मैले साइन्स नै पढ्नुपर्छ भन्ने थिएन। मलाई माफ गरिदिनुहोस् बाबा। मलाई माफ गर्दै बाबु, मैले पनि बुझ्न सकिनँ तेरो इच्छा के हो भनेर। तँलाई पनि एक्कासी के भयो? विदेश जाने कुरा गर्दैछस्? यही राम्रै थियो होइन र? फेरि दुईजिउकी श्रीमतीलाई एक्लै छोडेर जाने कुरा गर्दैछस् त? होइन ठुल्बा, जाने रहर त मलाई पनि कहाँ छ र। 2वटा सन्तान हुने भए उनीहरूको भविष्यको लागि पनि जानुपर्ने स्थिति आयो। धेरै खर्च पनि नलाग्ने भयो। भिजिट भनेर जाने अनि उतै काम गरेर बस्ने भन्ने कुरो छ। काम नै लगभग एजेन्टले फाइनल गरिदियो। महिनाको त्यस्तै खाइपी 50,000 बच्ने रहेछ। अनि यस्तो बेलामा बुहारीलाई एक्लै छोडेर जान्छस्? दाइको बाटो पनि आमा बाहरू केही महिनाको लागि यता आउनुहुन्छ। ऊ पनि माइती गइहाल्छ, केही समय उतै बस्छ। मैले सबै व्यवस्था मिलाएको छु।
अब जाने नै विचार गरेर सबै मिलाएको छस् भने के भनौँ? अब जे गरेको छस् बुझेरै गरेको त होलास् नि। लाग्ने सबै खर्च त उसले माइतीबाटै मिलायो। अब गएर काम नहुन्जेलसम्म खर्च चाहियो नि ठुल्बा। त्यही भएर हजुरसँग अलिकति पैसा हुन्छ कि भनेर माग्न आएको। अब यसपालि मसँग पनि खासै पैसा त छैन। कति जति खोजेको होस् र? त्यस्तै 30 जति। 30 जति त पुग्छ कि पुग्दैन म हेर्छु। त बस्दै गर है त। ए दाइ नमस्ते। नमस्ते बहिनी। बिहान बिहानै आउनु भएछ त। ठुल्बासँग अलिकति काम थियो त्यही भएर आएको। ए हुन्छ म चिया बनाएर ल्याउँछु है। पर्दैन बहिनी, घरबाटै खाएर आइसकेँ। ल अब नगद क्यास चाहिँ भएन। 30,000को चेक काटिदिएको छु। लगेर साटेर काम त लानु है। दाइ यत्रो पैसा किन चाहिएको? सबै ठिक त छ नि? कि भाउजूलाई? तिम्रो दाइलाई विदेश जानु पर्यो रे। दाइ कस्तो डिसिजन लिनुभएको हजुरले? अनिसा पनि सानै छ। अब भाउजूको अवस्था पनि दिनदिनै नाजुक हुँदै जान्छ। अनि यस्तो बेलामा भाउजूलाई कसरी छोडेर जान सक्नुहुन्छ हजुरले? हो बहिनी, सबै बुझाएको छु। समस्याहरू बल्झिँदै गए कसलाई परिवार हुन्छ र आफ्नो घर परिवार छोडेर जानु? तर जिम्मेवारी बढ्दै गयो, खर्च पनि बढ्दै गयो। आउने बाटो कतै बाटो भएन। जाने ठाउँ पनि राम्रै पाएँ, कमाइ पनि राम्रै हुन्छ अरे। त्यही भएर जान लागेको। अब यताको जिम्मा हजुरहरूकै भयो म नआउँदासम्म। हजुरहरू मेरो परिवार नै हो। आफ्नै बुहारी भाउजू सम्झेर ख्याल गरिदिनु है। बाबा शिवदाई त जे जस्तो पर्दा पनि कहिले विदेश जान्न भन्ने मान्छे अब 81 विदेश जाने सोच्नु भएछ। यो गाउँमा त अब कोही युवा नै नहुने भयो। जे पर्दा पनि अगाडि आएर उभिने दाइ नै हुनु। अब यसरी त गाउँ नै सुन्ने हुने भयो। कोही सहर कोही विदेश। समयको चक्र हो छोरी। भोलि कसले देखाएको छ र? आजको दिनले भोलि बिहानको उज्यालो देखाउँदैन। के थाहा आज घाम लाए पनि भोलि बिहान सूर्यलाई जितेर कालो बादल मडारिएर आउने हो कि? भोलिको राम्रो भविष्यको लागि आजै तयारी गर्नु पर्यो नि। त्यही गर्दैछ शिवले। पैसा बुझाएको पनि छैन। अझै नि सोच्नुस्। नजाँदा हुँदैन। मलाई तपाईँको सहारा चाहिने बेलामा तपाईँ नै गएपछि मलाई कति समस्या होला त अब। यो सब कुरा मैले नबुझेको होला र? मैले सब बुझेको छु। तिमीलाई थाहा नै छ म कहिल्यै विदेश जान्न भनेर बसेको मान्छे हो। जे गर्छु यही गर्छु भन्ने मान्छेले आज विदेशसम्म जाने सोच किन बनायो होला? यहाँ केही गर्नु नखोजेको पनि होइन। के गरेन? कुखुरा पालेँ, त्यो पनि रोग लागेर सब सखा भयो। खेती गर्छु भनेर त्यत्रो टनेल बनाएको, त्यो पनि त्यस्तै भयो। जागिर खाउँ भने पढाइ छैन। केही नगरी खाउँ भने बाउबाजेको सम्पत्ति छैन। यहाँ बसेर कति दिन अरूले काम देला भनेर आसमा बसौँ भन् त? अब त यी दुई बच्चीहरूको भविष्यको बारेमा पनि त सोच्ने दिन आयो। यिनीहरूलाई त म आफू जस्तो बनाउनु भएन नि। चलेकै छ त। धेरै सम्पत्ति हुनेलाई पनि तनाव नै छ। हामीसँग सम्पत्ति छैन, त्यही पनि चलेकै छ। भयो पर्दैन, नजानुस्। म एक्लै यो बच्चीलाई कसरी जन्माउला? अर्कीलाई कसरी सम्हालौला? आमा बा आउनुहुन्छ, उहाँहरू आएपछि सजिलो हुन्छ। अब यस्तो राम्रो काम आउँदा
म जान्न कसरी भन्नु। अहिलेको दुःख सम्झेर पछिको सुखको आश गरेर जान खोज्दैछु म। जाऊ, बरु ढिलो हुन्छ, खाना तयार गरिहाल। आजकल त गाउँमै सुन्ने भइसक्यो, कोही सहर कोही विदेश। सुन्ने भयो नि यहाँ पहिला जो 14जना कति मान्छे हुन्थे, कति रमाइलो हुन्थ्यो। अहिले त कोही छैन, उराट लाग्दो छ। गाउँका केटाहरू हल्ला गरी बस्थे, ज्यान बुढो भयो नि मनलाई आनन्द आउँथ्यो। अहिले सुन्ने भयो, दिक्क लाग्छ। के गर्नु त, हाम्रो त दिन गइसके, उमेर भएकाले त गर्नु पर्यो नि। हामी त डाँडामाथिका घाम भइसक्यौँ। जेसुकै भने पनि आफ्ना छोरछोरी आफूसँगै भाइदे हुन्थ्यो भने जस्तो लाग्दो रहेछ। छोरो विदेशमा छ, छोरी सहरमा छ, पैसाको खाँचो त छैन। तर पैसाको खाँचो छैन र सुखी हुनु कि छोरछोरी छैन साथमा छैन दुखी हुनु। अब त यताउति हेरौँ, त्यो त आउलान् कि भनौँ, उता आउलान् कि भनौँ, न उनीहरू आउँछन् न काल आउँछ। त्यतिकैमा मेरो जिन्दगी जानु। मेरो त एउटा नाति केटो छ, त्यसैलाई मुन बोलाएर बस्छु भनिया। उसलाई अब सहर लाने पढाउन भन्छन्, त्यो भएर म मरे सर भएछु। काल आइहाल्यो भने पनि घाटसम्म पुर्याउँदा छोरो आउला कि नआउला भन्ने चिन्ता लाग्छ मलाई। ए भाइ आइपुग्यो तिमी? हजुर दाइ आइपुग्यो। अनि ल्याऊ त पैसा? ल्याऊ। तपाईँ भनेर जस्तै 2 लाख लिएर आएको छु। ल ठिक छ, 2 लाख त ठिक छ नि? हजुर ठिक छ। ल ठिक छ, भोलि बिहान तिमी काठमाडौँ निक्ल्या, पर्सि तिम्रो फ्लाइट छ। भोलि नै दाइ केही तयार नै गरेको छैन। 2-4 दिन यसो परिवारसँग बसौँला भनेको त्यो पनि नमिल्ने भयो। भाइ, भोलि बिहानै गएर अरू काम पनि सक्नुपर्छ। पर्सि रातिको फ्लाइट छ, टिकट पनि सबै बुकिङ भइसक्यो। अनि दाइ एउटा कुरा चाहिँ, केही गलत त हुँदैन नि? केही अप्ठ्यारो त हुँदैन नि? तिमीलाई त्यस्तो लाग्छ भने नजाऊ नि त भाइ, कुनै जोर जबस्ती छैन। उता गएर कामको जिम्मा मेरो भयो भनेको छु। ठिकै छ, भाइले राम्रो ठाउँ राम्रो कामको लागि भनेको, तिमीलाई त्यस्तो लाग्छ भने ठिकै छ, नजाऊ। होइन दाइ, मनमा लागेको कुरा मात्रै सोधेको। ल त्यसो भए मेरो कुरा चुपचापले सुन। भोलि बिहान तिमी काठमाडौँ जान्छौ, मेरो मान्छे भोलि तिमीलाई बस पार्कमा लिन आउँछ। उसँग गएर होटलमा बस्नु, गर्ने काम जति सबै उसैले गरिदिन्छ। राति 10:55 बजेको फ्लाइट छ, त्यहाँ भएको भाइले सबै काम सकिदिन्छ। 3 घन्टा अगाडि नै पुग्नु ल एयरपोर्ट चाहिँ। अर्को एउटा महत्त्वपूर्ण कुरा, एयरपोर्टमा सोधपुछ हुनसक्छ। भिजिटमा जाने भनेपछि एकदम निर्धक्कसँगले बोल्ने ल। 10-15 दिन घुमेर आउँछु भन, 2-4 ठाउँको नाम पनि भनिदेऊ। जाँदाखेरि अलि लायकको भएर जाने, हेर्दैखेरि घुम्न जाने जस्तो देखियोस्। उता पुगेर फर्काउँदैन नि दाइ। त्यहाँ पुगेर फेरि कामको टेन्सन भयो भने के गर्ने? अनि मेरो पासपोर्ट? हेत्तेरी भाइ, तिमी यस्तै बोल्छौ भने तेरो बोलले चाहिँ फर्काउन सक्छ। ध्यान दिएर बोल। छोरा मान्छेले अलिकति आँट देखाउनुपर्छ कि। गलत केही गरेको होइन, भिजिटमा जाने हो भन्ने प्रोसेस त्यही हो। भिजिटमा गएपछि मेरो मान्छे उता लिन आउँछ, हप्ता 10 दिनमा काम दिइहाल्छ। एयरपोर्ट छिर्ने बेलामा भाइले तिमीलाई टिकट, पासपोर्ट, डकुमेन्ट सबै दिन्छ। ल भाइ, शुभ यात्रा। भोलि बिहानको गाडीमा जानु, तिम्रो नम्बर मेरो भाइले दिएको छु, तिमीलाई भोलि फोन गर्छ। ल भाइ, म अहिले बाहिर जानु छ, तिमी ढुक्क भएर जा। ल जाऊ। मैले बिहानै भनेको हो नि नजानुहोस् भनेर। अब पैसा बुझाएर आइसकेपछि के सोच्नुहुन्छ? बरु पैसा फिर्ता माग्नुहोस् न, देलान् कि? जान त जसरी पनि जानुपर्छ। मेरो पनि मन कहाँ छ र?
तँलाई अनिसालाई अनि नयाँ आउन लागेको यो सानीलाई छोडेर जान। तर के गर्नु, केही उपाय नभएपछि यो निर्णय लिएको हो। सुत्नुहोस् त्यसो भए। बिहान चाँडै उठेर जाने मान्छे म हजुरको सामानहरू हालिदिन्छु। किन रुन्छस् त? अब भोलि बिहान जाने त हो। के मलाई आँसुले बिदा गर्छिस्? म कसरी बसौँ हजुर गएपछि? कसरी सम्हालौँ आफूले आफूलाई अनि यो पेटको बच्चालाई? रुखो सुखो भए पनि यहीँ खुसी त थियौँ, सँगै त थियौँ। अब त टाढा जाँदै हुनुहुन्छ, धेरै टाढा। बो नरु, 1-2 वर्ष त हो नि, आइहाल्छु नि म। तनै यसो रोइस् भने म कसरी हिँड्न सक्छु भन् त? तसँग त यहाँ छोरी हुन्छ, अलि दिनमा बा आमा आउनुहुन्छ, म त पुरा एक्लै हुन्छु त्यहाँ, मात्र तिमीहरूको सम्झना लिएर यो मनमा। अनि मैले तँलाई सम्झदा तेरो रोएको अनुहार सम्झेर बसौँ म भन् त? कल्पना पनि नगरेको कुरा हुँदैछ। हजुरसँग बिहे भएको यत्रो समय भइसक्यो, कहिले पनि टाढा बसेको थिइनँ। एक्कासी 1-2 वर्ष भन्दै हुनुहुन्छ। मसँग यहाँ सबैजना हुनुहुन्छ होला, तर हजुर भए जस्तो किन हुन्थ्यो र? अनिसालाई उठा न। बो छोडिदिनुहोस्, त्यसलाई सुत्न दिनुहोस्। हिजो बेलुका त बाबालाई नजानु भन्नुहोस् न मम्मी भनेर रुँदै थिएँ। अहिले जाने बेलामा उठाएर झन् रोइ भने गाह्रो हुन्छ, सहन सक्दिनँ। अब कहाँ जान लाग्नु भएको साइड गरेर निस्केपछि? होइन, सुतेकै भए पनि एकचोटि हेर्छु नि म मेरो छोरीलाई।
बाबा हजुर मलाई छोडेर नजानु न। हजुर गएपछि कोही पनि हुँदैन मसँग खेल्ने साथी। म आइहाल्छु नि नानी। तिमी मम्मीलाई दुःख नदिनु म आउँदासम्म। ज्ञानी भएर पढ्नु ल। जान्छु म, ढिलो हुन्छ फेरि। कहाँ पुगिस्? म त बिहान जाने बेलामा यता पसेर जान्छस् होला भन्ने सोचेको थिएँ, नपसिकन गइस्। पस्न त मन थियो ठुल्बा, तर हेर्नु न हिँड्ने बेलामा अलिक गाह्रो बनायो घरबाट छुट्टिएर निस्किँदा। अनि यत्तिकै आएँ। चित्त नदुखाउनु होला है। ल ठिक छ, म बुझ्छु, चिन्ता लिनु पर्दैन। राम्रोसँग जा। हुन्छ ठुल्बा। ल ल हुन्छ, के कसो हुन्छ पुगेर खबर गरोस्। को हो बाबा? शिवदाई हो? बिहान जाँदाखेरि पस्छु भनेर भन्थ्यो, पस्नु भ्याएन रे, गाह्रो पनि भयो, त्यही भएर फोन गरेको। गाह्रो पनि किन नहोस् त बाबा, आफ्नो देश परिवार छोडेर जाँदा गाह्रो भइहाल्छ नि। अनि मम्मी कहाँ जानुभयो बाबा? मम्मी घाँस काट्न गएकी छे। बिरामी मान्छेलाई किन घाँस काट्न पठाउनु भएको फेरि? अलिअलि गरेर कति साह्रो पार्छ, झन् प्रेसर बढिरहेको छ। कहाँ मैले भनेको मान्छे र? नजा घाँस काट्न, म आफै जाम्ला भनेको, नमानिकन गई। सुन त, त्यो माथि त्यो बसन्तीलाई एकछिन भेटेर जा है। ल ल बाबा, ख्याल गर्नु मम्मीको है, आएपछि खाना दिनु। म अहिले गएँ स्कुल। हेर्नुहोस् न नानी, बाबा गएको बेलादेखि रोगको रोइ छे। अन्सा नरौ न, बाबा आइहाल्नुहुन्छ नि।
भोलि पर्सि बाबा आउँदा तिमीलाई चक्लेट खेलौना कपडाहरू ल्याइदिन्छु भन्नुभएको छ त किन रोयो कि? कति सम्झाएँ नानी मैले, तर कुरा सुन्दिनँ। बिचारीलाई विश्वास नै लागेको छैन दाइ जानुभयो भन्ने। बिस्तारै शान्त हुन्छन्। अनि भाउजू दाइलाई फोन गर्नुभयो त? कहाँ पुग्नुभयो अरे? फोन त गरेको हो नानी, जङ्गल छ खोइ कहाँ हो भन्नुहुन्थ्यो। अब पुगेर फोन गर्नुहुन्छ होला। हजुर नि धेरै चिन्ता नलिनुहोस् भाउजू, अब नजानु थियो दाइ गइहाल्नु भयो। अनि आमा बुवा पनि यहाँ आउने कुरा सुनेको थिएँ। अब त्यस्तै साह्रो गाह्रो परे हामी छँदैछौँ नि। मनमा पिर त छ नि नानी, सम्झिँदा नि मन अमिलो भएर आउँछ। अरूभन्दा नि यसले रोको देख्दा झन् गाह्रो हुन्छ। अब रुन्न नानी, फटाफट खाना खाएर स्कुल जाने, साथीहरू पनि हुन्छन्, रमाइलो हुन्छ। त्यसपछि आएर खेल्ने। बाबा आइहाल्नुहुन्छ नि होइन हुन्छ? ल जाऊ फटाफट तयार भइहाल है। बसन्ती, ए बसन्ती, बुहारी कहाँ छौ खोइ? किन बुबा, के भयो? अनि शिव भाइ काठमाडौँ गएको होइन? हजुर हो, बिहानै जानुभएको। किन र बुवा? यताबाट गएको गाडी एउटा नौबिसेको भिरबाट खसो भन्ने समाचार सुनियो नि। अनि एक फेर शिवलाई फोन गरेर हेर त। के हो खोइ फोन लागेन र फेरि एक फेर ट्राई गर, मलाई हतार छ, म हिँडेँ है। फोन त अझै पनि लागिरहेको छैन, तर नआत्याउ न, त्यो गाडी नहुन पनि त सक्छ नि। खोइ बुवा, मेरो त मन साह्रै आत्तिरहेछ। दिउँसो एकचोटि फोनमा कुरा भएको थियो, जङ्गलमा छु, नेटवर्क आउँदैन, उएसी फोन गर्छु भन्नुभएको थियो। त्यही फोनको आशमा बसेको थिएँ। अहिले यस्तो खबर आउँछ। भाउजू के भयो? किन रुनु भएको? के हुनु, बिहान काठमाडौँ जाँदै गरेको गाडी नौबिसेमा दुर्घटनामा परेछ। शिव त्यही गाडीमा हो कि भनेर चिन्ता गरिरहेकी छु। हो नानी, फोन पनि आउँछ। फेरि टाढाको बाटो, फोनमा चार्ज नभएर अफ भएको होला। कतै पुगेर चार्ज गरेर फोन गरिहाल्नुहुन्छ नि। खै नानी, के हो मेरो त मनै आत्तिसक्यो। चिन्ता नगर्नुहोस् भाउजू, केही हुँदैन। म पत्ता लगाउने कोसिस गर्छु। खोइ मैले त्यही समाचार सुनि बुहारीलाई गएर भनेको, फोन लागेन भनेर भन्दै थिइन्। त्यही त, कुन गाडीमा गएको थाहा नभएपछि, फोन पनि नआएपछि बा उही पो पर्यो कि। उसँगै अरू गाउँका केटाहरू पनि गएको रे भन्ने सुनेको थिएँ।
हाम्रा गाउँका होइनन् रे, पारी गाउँका रे। बरु तिनीहरू को थिए भन्ने कुरा पत्ता लगाउन पाए थाहा हुन्थ्यो कि। अब हामी यहाँ बसेर अड्कल गर्न बाहेक के गर्न सकिन्छ रे? बाटोघाटो पनि त्यस्तै छ, हिँड्न डर मर्दो, गाडी घोडा नचढे पनि नहुने, चढ्यो घर फर्किन्छ फर्किँदैन अत्तो पत्तो छैन। अब कहिलेसम्म होला हामी जनताले यस्तो शास्ति भोग्नु पर्ने? कस्तो मुटु खाने कुरा गरिस् बाबु। हिँड्नु न नानी, यत्रो बेर भइसक्यो दाइको फोन नै लागेन। कतिचोटि गरिसकेँ। हेलो बसन्ती। हजुर हजुर कहाँ हुनुहुन्छ? फोन किन लागेन? यति बेलासम्म फोन किन नगर्नु भएको? के भयो? के भयो? किन आत्ते कि? म भर्खरै काठमाडौँ पुगेँ, होटेलमा छु। बाटोमा जङ्गलमा गाडी पनि बिग्रियो अनि फोनमा चार्ज पनि सकियो, अफ भयो। यहाँ पुग्दा पुग्दै फोन गरेको होटेलबाट। बाबु शिव, हामी त तेरै घरमा छौँ। हेर्न, यताबाट गएको गाडी एक्सिडेन्ट भयो भन्ने समाचार सुन्यौँ। हामी त कस्तो आत्त्यौँ। अनि कामना र म तेरै घरमा आएका छौँ। ठुल्बा, गाडी दुर्घटना भएको रहेछ, तर हाम्रो भन्दा अगाडिको। त्यसैले गर्दा पनि जाम पर्यो, गाडी पनि बिग्रियो, त्यही भएर पुग्न ढिलो भयो। म ठिक छु ठुल्बा, चिन्ता लिनु पर्दैन। ल ल बाबु, थाकेको होलास्, आराम गर। मैले फोन बुहारीलाई दिएँ। हुन्छ ठुल्बा। हस् हस्, ल आफ्नो राम्रोसँग ख्याल गर्नुहोस् है। ल हुन्छ, चिन्ता नगर है बसन्ती, आफ्नो ख्याल राख। अहिलेलाई राखेँ, भोलि बिहान फोन गर्छु है। अब त मनमा शान्ति भयो। ल भाउजू, अब आनन्द भयो, दाइ पनि पुग्नु भएछ, हामी पनि लाग्छौँ है। बाबा बाबा, माथिको जीवन दाइ हुनुहुन्छ नि, हरि अङ्कलको छोरो, उहाँको त दुबईबाट लास आउँदैछ अरे। सक्ने हात छैन।